हो ट्र्याक्टरमा त्यसले भइरहेको छ यार। हेर्नु मैले नि झरिरहेको बापे बापे हाल्नु पऱ्यो यहाँबाट यार। अहिले नि बाले झरिरहेको थियो। अनि यस्तो ठाउँमा आएर झर्छ नि यस्तो अब पुरै बाटो नै ब्लक हुन्छ। तर यो छोड्नु अगाडि हेर्नु कस्तो दामी बादल हेर्नु, सेतो सेतो बादल। ओ माई गड यार कस्तो हामी त लागिरहेको छ हामी बादलको माथि छ हो। लौ हेर्नु त कस्तो दामी छ यार। ओ माई गड नेचुरल भ्यू भनेको यही हुन्छ यार। नेचर ओ माई गड बाप रे यस्तो नि दामी हुन्छ र यस्तो दामी हेर्नुलाई त हाम्रो नेपालमै आउनुपर्छ जस्तो छ। आप लोगों का इंडिया में नहीं मिलेगा ऐसा वाला व्यू। आइए आप लोग नेपाल में ऐसा नज़ारा देखने के लिए आप आ जाइए। नेपाल में हर एक जगह मिलता है। थोड़ा सा आप तराई से ऊपर आएंगे थोड़ा सा तो वहीं से शुरू हो जाएगा। आप नेटौड़ा जब आएंगे तभी से शुरू हो जाएगा। इतना अच्छा व्यू है। We are here to show you, don't worry. If you can't come, I am here to show. Just keep supporting and keep loving. कति भने यार कति यस्तो भ्यू हेर्दाहरू त ओ माय गॉड अच्छा नहीं हुआ यार। त्यो सब छोड्नु मेरो के छ त्यो छोड्नु तपाईहरु भ्यू हेर्नु के हामी कस्तो हेर्नु बादल तल बादल माथि बादल हामी बिचमा यस्तो भ्यू हेर्नु। ओ माय गॉड यार यो हेर्नु त कस्तो दामी। नो लुक एट दिस गाइस। यो बाटोमा त सधैँ यस्तै हुन्छ हजुर। गर्मी होस् चिसो होस् नि पानी परेको होस् घाम लागेको होस् मौसम चाहिँ यति दामी हुन्छ नि यो बाटोको। अब के भन्नु तपाईहरुलाई अब हुन्छ नि जब मान्छेले अब यहाँ आएर त्यो फिल गर्न सक्दैन नि अनि त्यो मान्छेलाई के अब भिडियोबाट नै हेरेर मनलाई सन्तुष्टि गर्नु भनेको हैन। तर बाटो त एकदम दामी छ यार। बाटो भने नि अनि अगाडि बाटो नै हेरेको छैन यार यस्तो।
कस्तो दामी बाटो छ बाटो 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 यहाँ आइसक्यो अब अलिक दामी त होइन तर अलिक पहिरो पाहाडको बाटो भयो नि त अलिक पहिरो झरि नै हाल्छ कि यस्तो जाने पानी परेपछि त पहिरो झरि नै हाल्छ त त्यति साह्रो गाह्रो छैन बाटो ठिक छ मजाको हुन्छ अलि बिचमा कति कति पहिरो झरेको त पनि बाटो पुरै बनाइदिएको हुन्छ यहाँ बाटो रोक्दैन कि अलिकति पनि जहाँ पहिरो झऱ्यो कि आएर त्यो हुन्छ नि बाटोको के भन्छ सडक विभागको मान्छे त्यहाँ आएर पुरै क्लियर एकैछिनमा क्लियर गर्छ कि त्यो जानाजान सबैतिर डोजरहरू राखेको हुन्छ एक्सकाभेटरहरू राखेको हुन्छ आएर जानाजान पुरै बाटोलाई फेरि बनाइदिन्छ क्या फेरि फ्री गरिदिन्छ तर जे होस् बाटो त एकदम दामी छ यार कसरी भनौँ म अब बाटोको बारेमा कुरा गर्दा गर्दा तपाईँको मुख दुखिसक्यो तर के बाटो सकेन कि यति दामी छ के भने यार कस्तो दामी छ उयोहरू पहिरो पनि झरेको छ कुनै कुनै ठाउँमा कुनै ठाउँमा त डर लाग्दो बाटो छ यस्तो डर लाग्दो छ नि यस्तो होइन अनि अनि यता पहिरो झरेको छ होइन अनि यस्तो बिचमा बाटो पुरै छ अनि फेरि यता खाई यो जस्तो यही बाटो हेर्नु त कस्तो साँघुरो बाटो छ अनि यता पुरै खाई छ यता पहाड छ होइन अनि अलिकति पनि मिस्टेक भयो भने ओ माई गॉड द्याट होप अल इज बी गुड नेगेटिभ कहिले पनि सोच्नु हुँदैन क्या डोन्ट थिङ्क नेगेटिभ क्या स्टे पोजिटिभ थिङ्क पोजिटिभ एभ्रिथिङ विल बी पोजिटिभ नेगेटिभ सोच्यो भने चाहिँ माइन्डमा बसेको हुन्छ क्या माइन्डमा सेट भइहाल्छ होइन यो भइहाल्छ यो भइहाल्छ यो भइहाल्छ भन्दै भन्दै नहुने कुरालाई पनि त्यस्तै बनाइदिन्छ कि नहुने कुरा पनि त्यस्तै भनिदिन्छ अरे अनि मान्छेको दिमागमा सेट भइहाल्छ अनि भइ नै हाल्छ त्यही भएर कहिले पनि नेगेटिभ सोच्नु हुँदैन कि अलवेज थिङ्क पोजिटिभ बी पोजिटिभ and everything will be positive low dharna oh my god so दामी झर्ना कि त्यो दामी सामने झर्दा हो कमरेस नहुने हो हेर्नु यहाँ कति माथि हेर्नु त पुरै ल्याडर जस्तो सिँढी बनाएको जस्तो झरिरहेको छ झर्नाबाट पानी यस्तो त कति झर्ना आउँछ कति एक बार नहीं बार बार देखा है तेरे हाथों में ये जो प्यार को रेखा है तामा खानी आइपुग्यो हामी बगुवा 3 किलोमिटर बगुवा आले गाउँलाई क्रस गर्दैछु बाटो पनि कस्तो खतरा छ कि
चारैतिर तर पहिरो पनि झरेको छ चारैतिर बाटोमा त्यस्तै खतरा पानी पनि परिरहेको छ अनि हामी बिचमा राइड गरिरहेछौँ पानी भ्यू पहाड यस्तो बिचमा me and my bike and I love ride. पहिरो पानीको रफ्तार पनि बढिसक्यो अनि राति पनि हुन लागिसक्यो यहाँहरू कति पहिरो झरेको छ यार यो बाटोमा बट फर योर काइन्ड इन्फर्मेसन पानी परेको बेला कृपया यो बाटोमा नआउनु होला कि यो बाटोमा असाध्यै दुःख पाउनुहुन्छ पानी परेको बेला किनभने अब पानी परेको बेलामा चारैतिर पहिरो झरेको हुन्छ कि अनि त्यही भएर असाध्यै दुःख हुन्छ अनि त्योभन्दा पहिला बरु पानी परेको बेलामा यो बाटोमा नआउँदा नै हुन्छ कि किनभने यसमा पहिरो झर्ने ग्यारेन्टी नै छैन कि रुगिता पनि पहिरो झरेको छ तर पहिरोको झरेको कस्तो झर्ना दामी यार अर्को यहाँ त बाटो नै बन्द पानी जोडले परिरहेको छ रेनकोट लगाऊ हामी लगाइहाल्यो रेनकोट अलि अगाडि भन्नु अगाडि पानी जोडले परिरहेको छ एकैछिन हामी रेनकोट लगाउँछौँ अब जाने तपाईँहरूको लागि पानीमा पनि यति मेहनत गरेर भिडियो बनाइरहेको छु यार साथीहरू बिचा लाइक गरिदिनु होला यार सब्सक्राइब पनि गरिदिनु होला कमेन्ट पनि छोडिदिनु होला यार हिजो मैले त भिडियो इन्ड गर्न सकेन कि अब यो राति यति पानी परिरहेको थियो आउँदा आउँदा कस्तो राति भइसकेको थियो अनि त्यो भिडियो इन्ड पनि गर्न सकेन अनि आज भर्खर अहिले फुर्सदमा भएर अनि भिडियोलाई अब भने कि अब यतिकै छोड्नु त मिल्दैन इन्ड गर्नु पऱ्यो अहिले म आइसकेको छु वीरगन्जमा यति गर्मी थियो यार वीरगन्जमा के भन्नु यार पुरै पसिना पसिना भएर तनाव भएको छ हेर्नु कस्तो घाम लागेको छ यार यता हेर्नु त मिल्दैन जस्तो जस्तो अँध्यारो भइरहेको छ हेर्नु कति घाम लागेको छ यता भाइको यार यति गर्मी छ नि पुरै गर्मी पुरै भेरी हट ल यति हेर्नु हामी त्यो भिडियोलाई त इन्ड गर्छु भिडियो गरेर हेर्नु राम्रो लाग्यो भने लाइक पनि गर्नु सब्सक्राइब गर्नु एडभेन्चर हुन्छ नि एडभेन्चर र ब्युटीको कम्बो भने त्यही हो त एडभेन्चर त एडभेन्चरै भयो अनि ब्युटिफुल त कस्तो वेदर कति दामी थियो हेरिदिनु हाल्नुहुन्छ भिडियोमा नि हेरिहाल्नुहुन्छ तपाईँहरू पनि
यसको अहिलेको लागि ल बाई है, टेक केयर, सी यू इन द नेक्स्ट भिडियो सोन, बाई बाई।